एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म चाहिँ बिहान सवारै 5 बजे नै उठेर पोछाहरू लगाउने, पानी हाल्ने सबै काम गरेर मेरो नानी चाहिँ म सँगसँगै हो उठ्ने। हेर्नुहोस् त, अब चाहिँ मैले आफ्नो काम सबै पुरा गर्नुपर्छ। हाई गाइज, आज चाहिँ पहिलो सोमबार अनि म चाहिँ आज नुहाएर अब चाहिँ मैले अघि भिडियो काटेको थिएँ अनि भिडियो काटेर पानीहरू ल्याएँ अनि पानी लिएर अनि भर्खर नुहाएर अब चाहिँ मैले पूजाहरू गर्नुपर्छ। जानु चाहिँ अब सबै मन्दिर जान्छन्, म चाहिँ आज मन्दिर जान्न, म चाहिँ अब पछि अर्को तेस्रो सोमबारमा जानु पर्ला भनेर। अनि मेरो नानी चाहिँ मुटी त छुने त अब मुटी भए पनि राम्रै त हुन मन लागिहाल्छ साथीहरू। अब मुख धुनु पर्यो यसले होइन। अनि यसले चाहिँ कालो मान्छे गोरो हुन्छ भनेर चाहिँ मैले मगाएको अनलाइनदेखि। अब मुख धुन्छु मैले। मेरो छोरा चाहिँ आज मन्दिर जान लागेको आमासँग। आइज भयो त। मैले चाहिँ साथीहरू पूजा गरेको चाहिँ देखाइनँ। मैले भर्खरै पूजा घरमै गरेँ। मम्मीहरू चाहिँ सासू आमा र छोरा चाहिँ मन्दिर गए। आज चाहिँ मौसम कति राम्रो देखिएको छ। पानी परेको छैन नि त, अहिले त फेरि पानी पर्न पनि सक्छ। अनि बाटो चाहिँ हाम्रो घरदेखि तल नै छ। यो चाहिँ मन्जिला दिदीको घर। उहाँले चाहिँ मैले हिजो बनाएको भिडियोमा चाहिँ मेरो घर नदेखाउने भनेर भन्नुहुन्थ्यो। घर चाहिँ त्यो हो मन्जिला दिदीको। उहाँ चाहिँ पोखरा हुनुहुन्छ, यहाँ हुनुहुन्न। आज चाहिँ कति राम्रो मौसम देखिएको छ। लुगा भन्नुहुन्छ भने कति छन् के कति छन्, लुगा धोएको सुकेकै छैन। हेर्नुहोस् नि, आज चाहिँ मौसम यति राम्रो देखिएको छ। यस्तै छ साथीहरू। अब बल्ल मैले चिया खाने, बल्ल 9 बजे चिया पिउँदैछु मैले। बोल्न चाहिँ मलाई खासै आउँदैन। चिया पिउँदै मजाले खेलेर बसिरहेछु छोरी। आज चाहिँ हेर्नु न, बाहिर मौसम चाहिँ कति राम्रो देखिएको के, भ्यूहरू उता पारिको भ्यू फेरि कति राम्रो देखिएको छ। 2 बच्चा भएपछि त हेर्नुहोस् साथीहरू, जति यो गर्छु त्यो गर्छु भनेर नि नहुँदो रहेछ क्या। एउटा गरे अर्को काम बाँकी रहन्छ, अर्को गरे अर्को काम बाँकी रहन्छ। हेर्नुहोस् न, लुगाहरू कति खानके माथि त्यति नै छ, काम गएकै होइन। आज त्यही पनि पानी पऱ्यो होइन। भित्र पनि यस्तो बिस्तारहरू पनि मैले मिलाएकै छैन, फोहोर बह धेरै नै। मेरो नानी चाहिँ कता गएछ, नानीलाई हेर्दैछु मैले।